एमालेका झोलीहरूलाई लाल लाग्नुपर्ने हो कि यतिखेर एमाले जिन्दाबाद भन्न। अनि अर्को कुरा के छ भने चाहिँ आज त्यो विभिन्न ठाउँमा आन्दोलन गरिरहेछन्। मुद्दा के एउटा छ थाहा छ? सांसद विघटन चाहिँ संविधान विपरीत भयो, हाम्रो संविधानको हत्या हो भने। एमालेका झोलेहरू, तिमीहरूलाई अहिलेसम्म थाहा थियो किन तिमीहरूको बाले दुईचोटि सांसद विघटन गरेको? दुईचोटि तिम्रो बाले चाहिँ संविधानको हत्या गर्दाखेरि तिमीहरू कहाँ थियौ? कुन दुलामा लुकेर बसेका थियौ? संविधानको हत्या भयो, अहिले आएर तिमीहरूलाई संविधानको माया लाग्यो? अहिले आएर बल्ल संविधान खोल्यौ तिमीहरूले? जब तिमीहरूको बा माथि पर्यो अनि बल्ल तिमीहरूलाई संविधानको याद आयो? योभन्दा अगाडि तिमीहरूको बाले चाहिँ दुईचोटि संविधान सांसद विघटन गर्दाखेरि तिमीहरूलाई याद आएन संविधानको? अहिले चाहिँ तिमीहरूलाई संविधानको हत्या भयो, अहिले चाहिँ संविधानको विपरीत गरेर सांसद पुनर्स्थापना फेरि गर्नु पर्यो, संविधान बचाउनु पर्ने भनेर तिमीहरूको मुटुमा आयो? यिनीहरूले हाम्रा संविधानको हत्या गरेका छन्। यिनीहरूले देशको संरचनाहरू जलाएका छन्। बाहिरबाट बचाएर भित्र देश खोक्रो पारेको तिमीहरूले नदेख्ने है? आमामामामा झोलीहरू, आमामा त्यो 200-300 फेरि धेरै पनि छैनन् होइन? एक ठाउँबाट 200-300, एक ठाउँबाट 200-300 जना भेला भएर बेलुका त्यो बेलुका चाहिँ चिलिप पार्टी हुने होला होइन? त्यत्रो दुःख मासु भातको लागि